हेलो दाजु कहाँ हो अहिले? अनै गरेको छैन क्या अन गऱ्यो गरे ए अहिले हामी डाउनटाउनमा छ आज अन्त चाहिँ अन्त आज कहाँ गएको? आज यता के अरे डिनरमा जाँदैछ हामी जाम्याङ दिदीको दिदीको नि बर्थडे रहेछ हिजो अन्त हिजो टाइम नपाएर आज अन्त आज चाहिँ हामी सबैजना यता दिदीले हो नि उसको रेस्टुरेन्टमा ट्याप एन्ड ब्यारलमा जाँदैछु ल त गाइस आज चाहिँ यहाँ जमिन दिदीको बर्थडेमा हामीलाई डिनर छ अन्त हामी तिनटा चाहिँ यहाँ ट्याप एन्ड ब्यारलमा जाँदैछ। लु जानु दाजु क्रस गरौँ। सोनम र भाइ के भनेको यो चाहिँ यहाँ छ। अब हामी चाहिँ उता गएर कस्तो हुन्छ के हुन्छ भनौँ है गाइस। वाउ हामी चाहिँ यहाँ जाँदैछ। अहिले उ त्यो सङले मलाई कपिराइट लाग्छ होला हौ तर कपिराइट चाहिँ नलागोस् है। के भयो त अन्त यहाँनिर जाँदैछ दाजु र म चाहिँ नि दाजु हामी चाहिँ यहाँ दिदीलाई भनेर आएको थियौँ होइन तर नि के भएछ गाइस तर हामीले चाहिँ दिदीको गिफ्ट चाहिँ गाडीभित्रै छोडेछ अन्त सोनमलाई चाहिँ पठाएर दाजु र म चाहिँ यहाँ लाग्दैछ है त्यो नि दाजु नि दुईजना चाहिँ जाँदैछु दुईजना चाहिँ गिफ्ट ल्याउनु गएको छ यहाँतिर हेर्नुहोस् आज चाहिँ दामी लोकेसन एकदम दामी यहाँ जाँदैछु। अब हामी चाहिँ दाजुले रेजिस्ट्रेसन गरेको छ र रिजर्भेसन त हामी चाहिँ जाँदैछ है। हाई दिदी ह्याप्पी बर्थडे हेलो फुर्बा एकछिन ल अलिकति यो घाम चेलौँ पहिला यो घामले गर्दा राम्रोसँग देख्दैन रहेछ कि अन्त हेलो फुर्बा दाजु कहाँ छ आज? हेलो हामी त यहाँ रेस्टुरेन्ट छ यहाँ दिदीको बर्थडे थियो अन्त आज ट्रिटमा रहेछ आज अन्त आज ट्रिटमा आएको छ हामी डिनरको ट्रिटमा अन्त छ अहिले भित्र पस्यो हामी 8:30 को रिजर्भेसन थियो अन्त अहिले पुग्यो हामी दिदीसँग छ अहिले ल हुन्छ गाइस अब हामी के खान्छ के गर्छ अर्डर गरेर भन्छु। यहाँ हामी चाहिँ बिजी हेर्दैछ है के हो अस्तिको जस्तो खाऊ न हामी दुइटा हामी पनि अर्डर गर्दैछ अब अर्डर गरेर भन्छु है त नि। Hello Purba, hi Purba. Hello. We are here at Tap and Barrel today to celebrate Didi's birthday. अहिले एकछिनमा गरिहाल्छ हामीले अहिले एकछिनमा दिदीलाई सरप्राइज प्रेजेन्टहरु पनि दिँदैछ। त्यो पछि अन्त अहिले चाहिँ अब हालमा चाहिँ अब हामीले के गर्दैछ भने अब यो ड्रिंक्सहरु अर्डर गरेर त्यहाँदेखि ड्रिंक्सहरु खाएर त्यसको त्यो पछि नै अब हामीले के गर्दैछ भने त्यहाँदेखि चाहिँ हाम्रो खानाहरुको अर्डरहरु पनि दिँदैछ। हुन्छ त्यति हो बेसी बोल्नु हुँदैन ल ओके। सोनम तिमीले चाहिँ के अर्डर गर्यौ? मैले चाहिँ अहिले क्रियोल स्टेक अर्डर गरेको छ। यस पूर्व अब यहाँ भाइको चाहिँ उयो हो भाइको ड्रिङ्क्स चाहिँ टप सेल्फ मार्गरिटा हो अन्त मेरो चाहिँ सुवेज हो अन्त यो चाहिँ दाजुको बिबी हो तिम्रो के पो पूर्व तिम्रो चाहिँ सिग्नेचर सिजलर हो छ अन्त यो दिदीको चाहिँ प्यासन फ्रुट मार्गरिटा हो। वाउ दामी नि दामी गाइस ड्रिंक्स खाएर चेस गर्छ है त। अब चाहिँ हामी चेस गर्दैछ गाइस सो चेस ए चाहिँ हैन बुमरिङ गर्नुपर्ने छ। वाउ ब्युटिफुल चिकन बार्बिक्यू लो वाउ दामी कस्तो छ दाजु कस्तो दामी एकदम झकास
Thank you. So much. Thank you so much. Yeah. Sauce पनि आयो है लु अब चाहिँ गाइस लु म पनि खाए ल गाइस वाह मिठो अब चाहिँ यहाँ दिदीलाई चाहिँ बाहिर मेरोबाट दिदी छैन दिदी तपाईँलाई किन ल्याउनु परेको जस्तो बर्थडे हिजो गइसक्यो आज त अफिसियली ह्यापी बर्थडे दिदी एकदम यसरी भएपछि देखाउनै पर्छ रे मन पर्यो मन पर्यो एकछिन गर्दा हुन्छ बिल त्यही रहेछ मैले त्यस्तै मन पर्छ जस्तो लाग्यो नि अलिक ठुलो खालको हेर्नु भनेको थियो भाइले चाहिँ मैले चाहिँ लाग्यो ठिकै छ दिदीले यत्रो बोक्छ जस्तो लाग्यो राम्रो लाग्यो ल दिदी ल म सेप पनि यस्तै मन पर्छ थ्याङ्क यू ल दिदी थ्याङ्क यू ल नो प्रब्लम ल्याउनु पर्ने त खासै हिजो गएको सकेछ अब म जस्तो काम लिएर आउनुपर्छ हो भाइले भने के किन्नु पर्यो अब काशीले कहाँ लाने पनि भाइले कहाँ लाने हो अब हामीलाई अब कान्छाको कुरा आइहाल्यो अब तपाईँले यहाँ एक्सप्लेन गर्नु के हो हामीले त्यो के अर्डर गरे थाहा भएन यति चाहिँ आएको छ गाइसको यसरी आएको छ तर के हो हामीले त थाहा भएन होइन दिदीले एक्सप्लेन गर्नु लु यो चाहिँ मेडिटेरियन पावर बल भन्छ कि यहाँ सलाड हुन्छ अन्त यहाँ हमस पनि हुन्छ हो चिकनसँग अन्त यो चाहिँ क्याप्रेट डिल सामन यो सामान रहेछ नि यो डिल अन्त पोटेटो छ यो चाहिँ मेरो हो नि सलमन त अन्त यो चाहिँ कोरियन चिकन बल चिकन अन्त भित्र राइस छ हो क्याबेजसँग अन्त यो चाहिँ राइससँग रेन्चुरी चिकन सस अर्कै हुन्छ अन्त यो चाहिँ स्टेक क्रियोल बटरसँग क्रियोल भन्ने चाहिँ यो बटर अन्त म्यास पोटेटो हो यो Thank you, Didi. So much for explaining us. And let's enjoy, guys. यो चाहिँ भाइको हिँड्छ म यो गाइस अब मेरो चाहिँ यो स्यालमन खाउँ है तर मसँग यो चाहिँ ट्राई गर्छु कस्तो छ भाइको कस्तो रहेछ एकदम के हो यो दाजु यो फ्राई पोटेटो फ्राई चाङको त्यो मासु होइन सबै पोटेटो भयो हेलो गाइस अब चाहिँ हामी खाएर घरपट्टि अब निस्किँदैछु यहाँबाट अब अलिकति सिनहरू देखाउँ है त कस्तो दामी छ भनेर तिमीलाई दामी लाग्यो सिन राम्रो छ त यतातिर ठिकै छ यतातिर देखाउनुहोस् क्यामराम्यान यहाँ चाहिँ लाइटिङ राम्रो छ लाइटिङहरू दामी नि नर्थ भ्यान्कुभर यता देखाउ न यतातिर दामी छ अब माइन्ड फ्रेस गर्नु चाहिँ दामी मलाई चाहिँ दामी लाग्यो बाबालाई लाग्यो नर्थ भ्यान्कुभर उता हो हैन आऊ बुढा तिमीलाई आज कस्तो लाग्यो दामी नि
भोलि छुट्टी हो भने त दामी बबाल घुमेर बस्थ्यौँ तर के गर्नु गाइस विदेशको जिन्दगी यस्तै छ अहिले रमायो भोलि काममा जानु परिहाल्छ भोलिको टेन्सन हुन्छ रमाउने एक ठाउँमा छ रमाउने खमाउने खाने एक ठाउँमा तर के गर्नु ओहो मेरो झर्यो टिप्नु पर्यो अब भोलिको लागि काममा जानुपर्छ त्यही गरेर हामी बेसी बस्दैन अब अलिकति बस्यो माइन्ड रिफ्रेस भयो अब चाहिँ एकछिनमा चाहिँ घरतिर लाग्नुपर्छ यहाँ मेरो बुढा चाहिँ यस्तो बसिरहेछ दाजु र भाइ पनि आउँदैछ दिदी पनि आउँदैछ है त अब चाहिँ अलिकति माइन्ड रिफ्रेस गरेर जान्छु अब भन्दै आज दिदीको बर्थडे ट्याप एन्ड ब्यारलमा आएको थियो एकदम खुसी लाग्यो दाजु भाइ म तिमी दिदी गरेर हामी 5 जनाको ग्रुप आएको थियो अन्त एकदम दामी भयो टेबल नम्बर 75 थियो हाम्रो नेक्स्ट टाइम गाइज इफ यु वान्ट टु अर्डर टेबल नम्बर 75 एकदमै राम्रो रहेछ अनि आज दिदीलाई अब हामीले सानो कोसेली एउटा पनि ल्याइदिएको छु त्यो चाहिँ दाजुको हातमा बोकिरहेको छ अहिले अनि एकदमै खुसी लाग्यो दिदीलाई once again happy birthday long live and many many happy days and loads of success happiness and good health in her life त्यहाँदेखि अब हामीहरू चाहिँ घरतिर लाग्दैछ एन्ड दिदी त्यहाँ पर्खिरहेको छ हामीहरूलाई ग्रीन ड्रेसमा आज त्यसरी नै ग्रीन ड्रेस लगाएको जस्तै लाइफमा ढुकै एभरग्रीन भएर बस्नु दिदी नेभर गेट ओल्ड अनि त्यहाँदेखि अब यति नै हो कुरा चाहिँ अब लास्टमा लाइक सब्सक्राइब कमेन्ट गर्नु चाहिँ नभुल्नु होला थ्याङ्क यू गाइज थ्याङ्क यू फर इन्जोइङ आवर भिडियो ओके गाइज बाय सी यू नेक्स्ट टाइम गुड नाइट हैव अ नाइस डे गुड नाइट दिदी आज साह्रै ह्याप्पी भयो डिनर खायो हैन अन्त दिदी चाहिँ अब कस्तो लाग्यो तपाईलाई मलाई चाहिँ साह्रो खुसी लाग्यो भाइ बहिनीहरु आइदिएकोमा गिफ्ट लिएर आएछ अब के छैन त्यो त सानो गिफ्ट हो नि दिदी अब अलिक पछि चाहिँ नि भन्दा चाहिँ भाइ बहिनीहरुलाई आएर के ह्यापी बर्थडे भनेर मनाए हैन त्यसले गर्दा मलाई साह्रो खुसी लाग्यो के फ्यामिली यता अर्को त छैन तर पनि के फ्यामिली सँगै आउँदा चाहिँ हो त नि दिदी बिचारा दिदी फ्यामिली पनि याद आयो होला अब केही छैन अब विदेशमा त यस्तै हो नि हामी फ्यामिली जस्तै हो नि त once again happy birthday दिदी ल हुन्छ दिदी गुड नाइट अब चाहिँ है त नेक्स्ट टाइम अर्को ब्लगमा भेट्नुपर्छ है त ल दिदी